नमस्ते एभ्रिवान। म चाहिँ आज थ्रेडिङ गर्न लाग्छु है। अब यसरी धागोलाई गोलो, यो चाहिँ थ्रेडिङकै धागो हो। एउटा भएपछि धेरैले पुग्छ आफूले गर्नलाई। अनि यसले 1 2 3 4 5 गर्ने। अनि त्यस पछाडि पहिले यसरी माथिबाट गर्छु। गर्ने नै हो होइन, सजिलो हुन्छ त्यो हात बसेपछि। सजिलो आइडिया छ, जसले नि सक्छ। 1 2 चोटि कोसिस गऱ्यो भने। पहिला पहिला चाहिँ त्यो कपडा सिलाउने धागोले गर्थेँ। अहिले चाहिँ मैले धेरै भइसक्यो, यो एउटा डल्लोले धेरै पुग्छ। यसरी प्लेन हुन्छ। हजुरलाई सजिलो उपाय। हामीले पनि पार्लरमा जस्तै यसरी उ गर्नुपर्छ क्या, पहिले माथिकै सेभ गर्नुपर्छ। धेरै आउँदैन, पातलो एकैछिनमा स्वाट सक्यो। सजिलो उपाय, सबैले गर्छ।